यो उन्नत गणतन्त्रको उपलब्धि सुनौँ है त नेपालको। लगभग 27 खर्ब त ऋणै पुगिसकेछ, 13 खर्ब त बेरोजु नै रहेछ भने 18 खर्ब बजेट छ। त्यो मध्येमा लगभग 76% त भ्रष्टाचारै भएको छ र त्यसमा पनि त्यो कहाँ भ्रष्टाचारको आक्रान्तमा बाँच्न नसक्ने अवस्था भइसकेपछि प्रदेशीयका नेपाली युवाहरू लगभग 80 लाख युवाहरूले देश छाडिसके। टोटल बजेटको लगभग 76% भ्रष्टाचार भएको प्रत्यक्ष रूपमा थाहा हुँदाहुँदै पनि केही लुआँठ झोलेहरू गणतन्त्र सही छ भन्दै उफ्रँदै हिँड्नेहरूले अब के देश बन्न देला नि त? यिनीहरूले न त देश बन्न दिनेछन् न त नेपालीलाई नै। र अर्को कुरा, आजको यो व्यवस्था नफेरिएसम्म न त नेपाल न त हामी नेपालीको अवस्था फेरिनेवाला छ। यो कदापि फेरिनेवाला छैन। जबसम्म यी नालायक झोलेका नेताहरूको राज चल्छ तबसम्म हामी प्रवासी नेपालीहरूले रेमिट्यान्स पठाउँदै यी नालायक नेता तथा कार्यकर्ताहरूलाई पालिदिँदै बस्नुपर्ने चाहिँ कहिलेसम्म? खैर केही छैन, तर एक दिन अवश्य पनि नेपालीहरू जाग्नेछन्, त्यसमा म पूर्ण विश्वस्त छु। तर जुन बेला नेपाल र पुरा नेपालीको अवसान हुन्छ त्यसपछि मात्रै नेपाली जाग्नेछन् भन्ने चाहिँ आजकलको यो अवस्थाले देखाइराखेको छ।